हेलो आज चाहिँ म यो कन्टिन्यू पार्ट लिएर आएको छु है क्वेशन नम्बर 4 को ई सम्म चाहिँ हामीले यो भन्दा अगाडिको भिडियोमा सकिसकेका छौं र आज चाहिँ एफ बाट है सुरु गरौँ है त स्क्रिनमा क्वेशन देखिसक्नु भयो होला एफ मा हाम्रो क्वेशन रहेछ cosec 2a plus cot 2a equals to cot a भनेर हामीसँग क्वेशन छ है त्यसको लागि चाहिँ हामीले चाहिँ नि cosec 2a र cot 2a मल्टिपल मा चाहिँ हामीले यो फर्मुला छैन त्यही भएर हामीले चाहिँ पहिला सुरु चाहिँ नि cosec र cot लाई चाहिँ हामी sin cos मा चेन्ज गर्छौं है पहिला LHS मा हेरौँ है LHS मा हाम्रो cosec 2a plus cot 2a भनेर छ है अब त्यसलाई चाहिँ हामीले cosec भनेको चाहिँ हामीले केमा चेन्ज गर्न पाइन्छ sin मा चेन्ज गर्न पाइन्छ है 1/sin 2a भनेर चेन्ज गर्न पाइन्छ भने cot भनेको cos 2a by sin 2a भनेर चेन्ज गर्न पाउँछ है अब यो दुईटा डिनोमिनेटरमा चाहिँ sin भएकोले हामीले के लिन पाइन्छ एलसीएम लिन पाइन्छ है दुवै sin नै एलसीएम लिन पाइन्छ दुवै सेम भएपछि माथिको के हुन्छ 1 plus cos 2a यो भयो अब यसको लागि चाहिँ अब हामीले cos 2a को फर्मुला अप्लाई गर्दा पनि केही फरक पर्दैन ल हामी cos 2a को फर्मुला चाहिँ नि अप्लाई गर्नु भन्दा पनि दुईटा प्रोसेस छ यसमा चाहिँ हामी एउटा चाहिँ यता हेरौँ है हामीसम्म cos 2a को फर्मुला चाहिँ हामी इन टर्म्स अफ cos मा चाहिँ cos स्क्वायर a minus 1 अनि इन टर्म्स अफ sin मा चाहिँ हामीले 1 minus 2 sin स्क्वायर a भनेर चाहिँ हामीले के गर्न पाइन्छ यो फर्मुला लेख्न पाइन्छ भने यसलाई नै हामीले एक्सचेन्ज गरेर मिलाउँछौँ है यहाँ cos 2a छ यहाँ cos 2a छ तर 1 प्लस छ तर अब हामीले पोजिटिभ कहाँनिर मिलाउन मिल्छ त्यहाँ हेरौँ है इफ यो sin 2 sin स्क्वायर a लाई लेफ्ट साइडमा ल्यायो भने cos उता गयो भने नेगेटिभ हुन्छ है हाम्रो पोजिटिभ साइड अब यताबाट चाहिँ हामीले यता फर्मुला भनौँ है नेगेटिभ 1 लाई चाहिँ लेफ्ट साइडमा लिएर आयो भने चाहिँ पोजिटिभ हुन्छ अलरेडी लेफ्ट साइडमा छ त्यसैले cos 2a equals to 2 cos स्क्वायर a है यो भयो एउटा प्रोसेस अर्को चाहिँ cos 2a लाई इन टर्म्स अफ cos मा चेन्ज गर्यो भने नेगेटिभ 1 र पोजिटिभ 1 क्यान्सल हुन्छ है त्यो दुईटा अर्को मेथड गर्दा नि केही फरक पर्दैन यो सजिलो लाग्छ भने यो मेथड गर्दा नि हुन्छ है अनि 1 plus cos 2a भनेको 1 plus cos 2a भनेको के लेख्न पाए हामीले 2 cos स्क्वायर a अनि sin 2a भनेको 2 sin a डट cos a यो भयो cos a क्यान्सल भयो भने 2 क्यान्सल भयो भने cos a by sin a भनेको हामीले के लेख्न पायो cot a RHS प्रुफ र अर्को मैले एउटा मेथड पनि भनेर दुईटा मेथड छ भनेर भनेको थिएँ त्यो दुईटा मेथडमा म यहाँबाट यहाँ अर्को पनि एउटा प्रोसेस गर्छु है और भनेर है यो स्टेप पछाडी चाहिँ हामीले यो स्टेप पछाडी चाहिँ यो गर्दा पनि हुन्छ यो स्टेप पछाडी यता अर्को जुन गर्दा पनि हुन्छ है जुन चाहिँ इजी लाग्छ त्यही गर्नुस् है यहाँ पोजिटिभ 1 छ 1 plus cos 2a भनेको इन टर्म्स अफ cos मा किन हालेको भने नेगेटिभ 1 छ यहाँ पोजिटिभ 1 छ त्यो क्यान्सल गर्नको लागि है इफ हामीलाई होइन यो दुईटा यहाँ 2 चाहेको छ भने 1 plus 1 त्यो पनि हेर्न मिल्छ है कुन चाहिँ फर्मुला सुइटेबल छ त्यो चाहिँ राख्नुपर्छ है -1 होल अपन बाइ sin 2a भनेको अहिले sin 2a भनेको 2 sin a डट cos a फर्मुला अप्लाई गरिहालौँ है मैले चाहिँ 2 cos स्क्वायर a by 2 sin a dot cos a जुन गरे पनि सेम नै आउँछ cos a by sin a भनेको cot a जुन प्रोसेस गर्दा पनि हुन्छ है हामीलाई चाहिँ यसरी फर्मुलाहरु चेन्ज गर्न सकिन्छ भने फर्मुला पनि चेन्ज गर्न सकिन्छ होइन यसलाई मैले यो फर्मुला हालेर चाहिँ गर्छु भन्दा नि त्यो नै पाइन्छ है यो अर्को मिनिङ भनेको चाहिँ यो स्टेप पछाडी चाहिँ यो गर्दा पनि हुन्छ यो स्टेप पछाडी यो गर्दा नि हुन्छ भनेको है यो भयो क्वेशन नम्बर एफ को लागि सोलुसन एफ पछि अब हामी जी मा जाउँ है जी मा हाम्रो क्वेशन रहेको छ जी मा हाम्रो क्वेशन रहेछ sin 2a plus sin a whole upon by 1 plus cos a plus cos 2a equals to tan a यो रहेको छ हाम्रो चाहिँ नि क्वेशन है अब यसमा लेफ्ट साइडमा हेरौँ त यसमा sin 2a भनेको छ हामीसँग sin 2a को फर्मुला छ नि हैन त्यो फर्मुला चाहिँ हामीले अप्लाई गर्न सकिन्छ है पहिला LHS भने लेखौँ है LHS मा के छ sin 2a plus sin a whole upon by 1 plus cos a plus cos 2a यो भयो अब हामीले sin 2a को फर्मुला हामीसँग के छ त 2 sin a डट cos a अनि प्लस sin a त हामीसँग भएकै त्यतिकै एक्जेक्टिभ लेखिहालौँ है 1 plus cos a अब यहाँ पनि हेरौँ त कसरी चाहिँ हामीले चाहिँ यो tan लिएर आउन सकिन्छ भने यहाँ मुनि cos छ
माथि चाहिँ के गर्नु पर्यो साइन आउनु पर्यो साइन बाई कस भनेको tan यो पोजिटिभ 1 लाई हामीले क्यान्सल गर्नलाई cos 2a को फर्मुला चाहिँ क्यान्सल गर्ने भनेको यो 2 cos स्क्वायर a - 1 राख्यो भने नेगेटिभ 1 र पोजिटिभ 1 क्यान्सल हुन्छ है यो राख्यो यो 1 राख्यो भने चाहिँ क्यान्सल हुँदैन है त्यसैले त्यो अनुसारले फर्मुलाहरु चाहिँ हाल्न सक्नुपर्छ त्यही भएर हामीलाई चाहिँ प्रब्लमहरु गाह्रो चाहिँ होइन सजिलो हुन्छ है तर त्यसलाई फर्मुलाहरु चाहिँ कसरी राख्ने भन्ने कुरा चाहिँ सिक्यो भने जान्यो भने गाह्रो छैन अब यो sin a क्यान्सल सरी कमन लिन पाइन्छ sin a कमन लियो भने 2 cos a रिमेन प्लस 1 होल अपन यसमा पनि cos कमन लियो भने के हुन्छ यो cos कमन लियो भने 1 भयो प्लस यसमा 2 को 2 cos एउटा बाहिर गएपछि एउटा cos बाँकी भयो अब हामीले sin a यो डिनोमिनेटर र न्युमेरेटर क्यान्सल गर्नुपर्छ है यो पोजिटिभ 1 लाई अगाडि राख्दै यो दुईटाको प्लेसमेन्ट मात्र मैले चेन्ज गरेको है अरुमा त्यति मैले चेन्जेस गरेको छैन 1 + 2 cos a यो क्यान्सल हुन्छ sin a by cos a भनेको अनि के आउने भयो त tan a यो के भयो त RHS प्रुफ है यो भयो क्वेशन नम्बर जी को लागि सोलुसन अब जी पछि अब एफ मा जाउँ है त जी पछि एच मा एच पनि यतै साइडमा गर्दियौ है यतैतिर गर्यो भने अलि सजिलो हुन्छ है एच मा हेरौँ त हामीसँग क्वेशन के छ त एच मा 2 sin 2a plus sin 4a whole open by 2 sin 2a minus sin 4a equals to cot square a solution यसमा पनि LHS मा हेरौँ त LHS मा चाहिँ 2 sin 2a plus sin 4a अनि डिनोमिनेटर मा 2 sin 2a minus sin 4a यो भयो है अब यसमा चाहिँ हामीले के गर्न सकिन्छ भने यसमा sin 2a छ भने यसमा पनि हामी sin 2a मा कन्भर्ट गर्न सकिन्छ है 4 लाई चाहिँ हामीले के गर्न सकिन्छ ब्रेक गर्ने है sin 2a अनि 4 लाई चाहिँ हामीले 2 * 2 गर्न पाउँछ है 2 * 2 भनेकै पनि 4 है अनि 2 नै किन भन्दा sin 2a a भनेको 2a लाई a लेट गरेको है जसरी भने हामीले अगाडि चाहिँ 2 ले 2 ले कति मल्टिप्लाई गर्दा 4 आउँछ त 2 * 2 त्यही भएर त्यसरी मिलाउन मिल्छ है अब 2 sin 2a minus sin 2 * 2a भयो अब यो sin 2a भनेको हामीले फर्मुला अप्लाई गर्दा के हुन्छ त 2 sin a भनेको चाहिँ 2a है डट cos 2a फर्मुला चाहिँ नि a मा हो तर हाम्रो a भनेको 2a है त्यही भएर त्यसलाई चाहिँ कन्फ्युज नहुनु होला है minus 2 sin 2a डट cos 2a 2 sin a कमन लिँदाखेरि चाहिँ नि 2a कमन लिँदाखेरि चाहिँ 1 प्लस cos 2a आउने भयो 2 sin a बाहिर गएपछि चाहिँ cos 2a मात्र रिमेन भयो होल अपन अब 2 sin 2a अनि 1 माइनस यो 2 sin 2a कमन आयो सरी यहाँ बाहिर आयो माइनस 2 sin 2a बाहिर आएपछि के बाँकी भयो cos 2a यो 2 sin 2a क्यान्सल भयो अब यसलाई चाहिँ फर्मुलाको लागि हेरौँ है यो चाहिँ हेरौँ त हाम्रो फर्मुला चाहिँ नि 1 + cos 2a भनेको 2 cos स्क्वायर a हो भने अब यसलाई चाहिँ हामीले के पनि गर्न सकिन्छ भने 2 sin स्क्वायरले लेफ्ट साइडमा ल्याएर cos लाई चाहिँ उता लग्यो भने के हुन्छ माइनस हुन्छ है यो फर्मुला यतातिर एउटा बनाऊँ है यो फर्मुला यतातिर बनाउँदाखेरि चाहिँ के हुन्छ 2 sin स्क्वायर a लेफ्ट साइडमा आउँदाखेरि 2 sin स्क्वायर a हुन्छ यो 1 एक्जेक्टिभ जस्ताको तस्तै भयो cos 2a लाई उता लाँदाखेरि के हुन्छ नेगेटिभ cos 2a 1 minus cos 2a भन्यो भने हामीले के लेख्न पाइनु भयो 2 sin स्क्वायर a अनि हामीले 2 cos स्क्वायर a भन्यो भने 1 plus cos 2a है अब त्यही यहाँ अप्लाई गर्छौं है यहाँ हेरौँ त 1 plus cos 2a 1 plus cos 2a भनेको हामीले के लेट गर्न पायो 1 plus cos 2a भनेको 2 cos स्क्वायर a है यो चाहिँ फर्मुलाहरु चाहिँ मैले माथि लेखेकोले तल फेरि रिपिट गरिएन है 1 plus cos 2a भनेको 2 cos स्क्वायर a 1 minus cos 2a भनेको 2 तपाईहरुले चाहिँ प्लिज साइडमा चाहिँ नि लेखिराख्नु होला है तपाईहरुको लागि इजी हुन्छ है मैले चाहिँ माथि लेखेकोले तल फेरि रिपिट गर्न cos by sin भनेको cot स्क्वायर a जुन चाहिँ RHS प्रुफ भयो RHS प्रुफ यो भयो हाम्रो h को लागि सोलुसन h पछि अब i मा छ है
यदि तपाईहरुलाई मेरो यो भिडियो मन पर्यो भने प्लिज मेरो च्यानललाई चाहिँ लाइक शेयर अनि सब्स्क्राइब गरिदिनु होला र मेरो यो भिडियो चाहिँ यदि तपाईलाई हेल्पफुल लाग्यो भने प्लिज यो तपाईहरुको फेसबुक तथा फेसबुक ग्रुपमा पनि शेयर गरिदिनु होला र साथसाथै कमेन्ट गरिदिनु पनि नबिर्सिनु होला अब आइमा आइको लागि हाम्रो क्वेशन रहेको छ 1 plus sin 2a minus cos 2a whole upon 1 plus sin 2a plus cos 2a equals to tan a यो भयो यसको लागि चाहिँ सोलुसन एलएचएस मा हामीसँग के छ त हेरौँ है एलएचएस मा चाहिँ हामीसँग 1 plus sin 2a minus cos 2a whole upon 1 plus sin 2a plus cos 2a यो भयो अब यसमा चाहिँ हामीले के गर्न सकिन्छ भन्दा चाहिँ यसमा चाहिँ आरएचएस मा हाम्रो tan छ इन टर्म्स अफ tan के फर्मुला अप्लाई गर्दियौ है 1 plus sin 2a भनेको 2 tan a whole upon 1 plus tan square a minus cos को पनि हाम्रो इन टर्म्स अफ tan को फर्मुला 1 minus tan square a whole upon 1 plus tan square a फर्मुला हामीलाई कुनसँग मिल्न आउँछ त्यो चाहिँ नि राख्दिएको मात्र हो है sin 2a भनेको 2 tan a whole upon by 1 plus tan square a plus 1 minus tan square a whole upon 1 plus tan square a यो भयो हाम्रो चाहिँ नि इन टर्म्स अफ tan को फर्मुला है अब यो भएपछि चाहिँ हाम्रो चाहिँ नि यो 1 plus tan square a 1 plus tan square a त्यसलाई चाहिँ हामी एलसीएम लियौं है 1 plus tan square a यहाँ 1 मात्र छ त्यसैले 1 plus tan square a अनि प्लस यो 1 plus tan square a भनेपछि माथिको चाहिँ नि कन्स्टेन्ट जे छ त्यही नै अप्लाई गर्छौं है अप्लाई गर्छौं भन्नाले कपी गर्छौं है होल अपन डिनोमिनेटर 1 plus tan square a हैन 1 plus tan square a 1 plus tan square a सेम भएकोले 1 plus tan square a लाई चाहिँ हामी के लेख्छौं कमन लिन्छौं है यसमा नि 1 छ 1 भयो 1 plus tan square a अनि प्लस 1 सरी यो 2 1 2 2 यो चाहिँ बाँकी छ है 2 tan a plus 1 minus tan square a अब 1 plus tan square a 1 plus tan square a लाई क्यान्सल गर्यौं है अब त्यसपछि चाहिँ अर्को के गर्न सकिन्छ भने मल्टिप्लाई गरौँ है अब ब्र्याकेटहरु ओपन गरौँ क्यान्सल गर्नलाई प्लस 2 tan a minus 1 minus minus plus tan square a अब अर्को भनेको यहाँ पनि 1 plus tan square a plus 2 tan a plus 1 minus tan square a क्यान्सल गर्न मिल्नेलाई चाहिँ क्यान्सल गरिहालौं है नेगेटिभ 1 पोजिटिभ 1 हाम्रो tan a फाइन्ड गर्न छ tan square a 2 tan square a plus 2 tan a whole upon 1 plus 1 2 plus 2 tan a है यसमा 2 tan a कमन लिन मिल्छ भने बाकी चाहिँ tan a एउटा बाकी हुन्छ प्लस 1 होल अपन यसमा पनि 2 कमन लियो भने 1 plus tan a है यो अगाडि र पछाडी भयो भने केही फरक हुँदैन 2 र 2 क्यान्सल भएपछि के भयो tan a जुन चाहिँ हाम्रो आरएचएस प्रुफ यो भयो हाम्रो क्वेशन नम्बर आई को लागि सोलुसन आई पछि अब हाम्रो एउटा जे को क्वेशन जे मा हेरौँ त जे मा हामीसँग क्वेशन रहेको छ sin a minus under root 1 plus sin 2a whole upon cos a minus under root 1 plus sin 2a equals to cot a सोलुसन यसमा नि एलएचएस मा हामीले के चाहिँ गर्न सकिन्छ भन्दाखेरि sin 2a भनेको 2 sin a डट cos a फर्मुला अप्लाई गर्न पायो 1 भनेको sin square a plus cos square a अप्लाई गर्यो भने हामीलाई इजी हुन्छ है sin a minus under root 1 भनेको हामीले के चाहिँ अप्लाई गर्न पायो sin square a plus cos square a भनेको हाम्रो 1 हो है इफ हजुरलाई कन्फ्युज हुन्छ भने प्लिज यता लेख्दिएको छ है फर्मुला चाहिँ नि
फर्मुला चाहिँ नि sin स्क्वायर a प्लस cos स्क्वायर a भनेको चाहिँ हाम्रो 1 sin स्क्वायर a प्लस cos स्क्वायर a भनेर हामीले 1 लेख्न पाइन्छ 1 भयो भने sin स्क्वायर a प्लस cos स्क्वायर a पनि लेख्न पाइन्छ है अब sin 2a भनेको मैले डाइरेक्टली फर्मुला sin 2 sin a डट cos a होल अपन अब यसमा तल पनि त्यही गर्दैन डिनोमिनेटरमा पनि अंडर रुट 1 भनेको sin स्क्वायर a प्लस cos स्क्वायर a प्लस 2 sin a डट cos a यो भयो अब यसमा चाहिँ हामीले फर्मुला अप्लाई गर्न सकिन्छ यो चाहिँ फर्मुला भनेको यहाँ मिलाइदिउँ है पोजिसन sin स्क्वायर a प्लस 2 sin a डट cos a अनि प्लस cos स्क्वायर a पछाडि लेख्दै गए फर्मुला टक्क मिल्ने गरेर cos a minus under root sin square a plus 2 sin a dot cos a plus cos square a यो भयो sin a minus यो चाहिँ फर्मुला गयो त्यो भनेको sin a plus cos a को होल स्क्वायर under root cos a minus under root sin a plus cos a को होल स्क्वायर रूट क्यान्सल बाँकी भनेको sin a minus दुवैमा पोजिटिभ बाँकी भनेको sin a यहाँ माइनस भएकोले हामी ब्र्याकेट राख्छौँ है cos a होल अपन cos a minus sin a plus cos a अब ब्र्याकेट ओपन गर्दाखेरि चाहिँ sin a minus sin a minus plus minus cos a whole upon cos a minus sin a minus plus minus cos a sin cancel cos cancel है यो चाहिँ यतै साइडमा गर्दिम है मैले चाहिँ नि अब त्यहाँ बाँकी भनेको चाहिँ माइनस cos a होल अपन यो के आएको छ माइनस sin a नेगेटिभ क्यान्सल हैन cos a by sin a भनेको cot a यो के भयो RHS प्रुफ यो भयो हाम्रो क्वेशन नम्बर जे को लागि सोलुसन र आजको भिडियो चाहिँ नि यतिसम्म मात्र र यसमा चाहिँ नि FGHIJ पाँचवटा क्वेशन को सल्भ गरेको छु बाँकी अर्को चाहिँ नेक्स्ट अर्को भिडियोमा थ्यांक यू यदि तपाईहरुलाई मेरो यो भिडियो मन पर्यो भने प्लिज मेरो च्यानललाई चाहिँ लाइक शेयर अनि सब्स्क्राइब गरिदिनु होला र मेरो यो भिडियो चाहिँ नि यदि तपाईहरुलाई हेल्पफुल लाग्यो भने प्लिज यो तपाईहरुको फेसबुक तथा फेसबुक ग्रुपमा पनि शेयर गरिदिनु होला र साथसाथै कमेन्ट गरिदिन पनि नबिर्सिनु होला